35 वर्षदेखि हामीले हेरेको होइन र पुरानो दलहरूले के गरे भन्ने कुरा सबैलाई छर्लङ्गै छ नि। 35 वर्षदेखि हेरिराखेको कुरालाई पनि त्यो दोहोऱ्याइराख्न पर्दैन जस्तो मलाई लाग्दैन। त्यही भएर अहिले जुन नयाँपन्थीहरू देखिनु भएको छ उहाँहरूलाई नै हाम्रो समर्थन रहनुपर्छ। किनभने नयाँ भनेको नयाँ हो, नयाँ सोच, नयाँ विचार। उनीहरूले नयाँ गल्ती गर्न पनि डराउँछन्। पुरानाले अब त्यो गल्ती गरेको लाई पनि ढाकछोप गर्नको लागि कोसिस गर्नेछन्। पुरानाहरूले गल्ती गरेको गरे त्यसलाई पनि कसरी मेटाउने अनि त्यो नयाँ ढङ्गबाट गल्ती कसरी गर्ने भन्नेमा मात्रै ध्यान जान्छ उनीहरूको। त्यही भएर नयाँ भनेको गल्ती गर्नलाई डराउँछ। किनभने उनीहरूले गल्ती गर्यो भने हाम्रो पनि पुरानोको जस्तै नै हुनेवाला छ भविष्यमा भन्ने उहाँहरूको धेरै चिन्ता हुन्छ। अनि त्यो भएको हुनाले अहिलेको जुन परिस्थिति देखिएको छ नयाँलाई नै दिने हो, सकेसम्म नयाँलाई दिने हो। जसलाई बहुमत एकलकाटे बहुमत दिएर पुर्याउन पर्छ नयाँलाई। अनि अहिलेको जुन नयाँपन्थीमा रासपा उदाएको छ त्यो उसलाई एउटा विकल्पको शक्तिको रूपमा हामीले हेर्नुपर्छ अनि रासपालाई सपोर्ट दिनुपर्छ। एकचोटि चान्स दिनुपर्छ, त्यसलाई रासपालाई चान्स दिनुपर्छ। किन मान्छेलाई चान्स दिएन भने उसले गर्छ कि गर्दैन कि भन्ने कुराहरू थाहा हुँदैन। अनि एलायन्समा बन्यो भने त्यो एलायन्सको कामै छैन। त्यसमा फेरि मान्छेलाई सम्झौता गर्न पर्ने हुन्छ, बार्गेनिङ सुरु हुन्छ, पदको लोभ हुन्छ, बाँडैचुँडी खानेकुरा आउँछ। त्यही भएर जोइन्ट गभर्मेन्ट, एलायन्स गभर्मेन्ट कामै छैन। बहुमतको सरकार, एकल सरकार 100% रासपालाई दिनुपर्छ। यसपालि नयाँ पुस्ताले एकचोटि चान्स दिनुपर्छ। त्यसपछि 5 वर्ष भनेको धेरै लामो समय हो। 5 वर्षमा उनीहरूले काम गरेनन्, फेरि पनि त्यस्तै नतिजा आएन, सुधार भएन भने चाहिँ हामीले त्यो रासपालाई उसको बहुमतको सरकारलाई फेरि अर्कोचोटि निर्वाचन हुन्छ। निर्वाचनपछि फेरि उसलाई फालेर जो शक्ति आउँछ, जसले आफ्नो खुबी क्षमता देखाउन सक्छ, देशको लागि केही गर्छु भन्ने नयाँ भिजनको साथमा आउँछ, उहाँहरूलाई दिने। अब यो पार्टीगत गुटमा बसेर नेपाली समाज तितर बितर भइसक्यो। धेरै नै हामीले क्षति गरिसक्यौँ, धेरै हामीलाई घाटा परिसक्यो, धेरै हामी पछाडि परिसक्यौँ। दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो डिजिटलको युगमा। अहिलेसम्म हाम्रो नेपालमा बाटो छैन राम्रो, खानेपानीको त्यही छ, त्यतिमै सीमित छ। बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा त्यसैमा हामी केन्द्रित भइरहेका छौँ। त्यो त एउटा नागरिकले पाउने कुरा होइन र। त्यो काम गरे पनि नगरे पनि तपाईँको जस्तोसुकै सरकार आए पनि त्यति बेसिक निड्स त दिन पर्ने होइन र सरकारले। तर त्यो पनि नगरेको भएर चाहिँ त्यति धेरै आक्रोश अहिले देखिएको हो। त्यही भएर एकचोटि चाहिँ रासपालाई हामीले जसरी पनि जिताउनु पर्छ। जय नेपाल।